हिमालहरू केवल दृश्य होइनन्, यी त प्रकृतिका जीवित कथा हुन्। सुदूरपश्चिमको काखमा रहेको सिद्धटोपी जहाँ पुग्न सजिलो छैन, तर हरेक कठिन पाइलाका पछि भेटिने दृश्यले सबै थकान भुलाइदिन्छन्। समुद्री सतहबाट करिब 800 मिटरबाट सुरु हुने यो यात्रा 4000 मिटरभन्दा माथिको उचाइसम्म पुग्दा बादल, हिमश्रृङ्खला र विशाल पहाडहरूको अद्भुत संसार देखिन्छ। किंवदन्ती अनुसार यही भूमिमा देवता र राक्षसबीच पासा खेलेको क्रममा विवाद भएको थियो। त्यो झगडा मिलाउन भगवान शिव र माता पार्वती यस स्थानमा आउनुभएको विश्वास गरिन्छ। आज पनि सिद्धटोपीका पहाड, ताल र मन्दिरहरूले यो पुरानो कथाको अनुभूति गराउँछन्। यो केवल यात्रा होइन, यो प्रकृति, आस्था र साहसको सुन्दर सङ्गम हो। यो हो दार्चुला सदरमुकाम खलङ्गा बजार। यसपालिको यात्रा सिद्धटोपीसम्मको। हामीले बिहान 9 बजेतिर खलङ्गाबाट जिपको यात्रा गरेर चल्लेगाडा पुग्यौँ। चल्लेगाडा झरेपछि हामी दुहुँ गाउँपालिका अन्तर्गत पर्ने यो लामो पुल तरेर सिँढीको बाटो भएर हिकिला गाउँसम्म पुग्यौँ। एक 2100 मिटर उचाइमा अवस्थित हिकिला गाउँ घना बस्ती निहालेर हामीले गगनधामी दाइको होटलमा खाना खायौँ। करिब दिउँसोको 12 बजेतिर हामीले थाइसेनका लागि निस्कियौँ। बाटोमा भेटिने मानिस सबैले हामीलाई शङ्कालो प्रश्न गर्थे, तपाईँ पातलो मानिस पुग्नुहुन्छ त थाइसेन? तर हामी हार मान्ने मनसायमा थिएनौँ। आज हामीले 6 घन्टा ठाडो उकालो हिँड्नुपर्ने थियो। यसपालि हिउँद महिना सकिने आँटेका थिए। अब बर्खाका महिनाहरू सुरु हुँदै थिए। तर यसपालि बर्खा नलाग्दै कता जाउँ भइरहेको थियो। यत्तिकैमा सिद्ध बाबाले हामीलाई बोलाउनु भयो। यो यात्रामा पार्वती बहिनीसँग हामी सिद्धटोपी जाने निर्णय गर्यौँ। पार्वती बहिनीसँग यात्रा गर्ने निधो भयो। धेरै समय हामी ठाडो उकालो चढेपछि अब हाम्रो बाटो तेर्सो भयो। पाइला केही छिटो चल्यो। अलि पर पुगेपछि एउटा ठाउँ टाढै थाइसेनको मैदान देखियो। यो दृश्यले थकान बिर्साइदियो। अन्ततः हामी थाइसेनमा पुग्यौँ। समुद्री सतहबाट करिब 3500 मिटर उचाइमा रहेको थाइसेन सिद्धटोपीको आधार शिविर जस्तै रहेछ। अहिले हामी ठ्याक्कै थाइसेनमा पुगेका छौँ। अनि यो पछाडि खेत बारी छ, यस्तो सागपातहरू लगाएको छ। रायो, आलु, कोबी यसरी तारबार गरेको छ है। अनि हाम्रो पछाडि बस्ने ठाउँ त्यो भान्सा सलिड। यहाँ पनि अरू खर्कहरू छ। अनि एकदमै राम्रो छ यहाँ ठाउँ बस्नलाई। एकदमै व्यवस्था छ। पुरै रुम, बेडरुमहरू छ। अनि कपडाहरू छ सबै। अनि यसरी
यसरी गाईहरू यसरी वरिपरि सबै मैदान छ। दिनभरिको पैदल यात्राले हामी निकै थकित बनेका थियौँ, तर त्यहाँ होटल व्यवसायी दाइले हाम्रो लागि खाना बनाइदिनु भयो। खाना यति मिठो थियो कि त्यो स्वाद मैले कहिल्यै भुल्ने थिएन भन्ने मेरो मनमा लागेको थियो। सिद्धटोपी थाइसेन होमस्टेका सञ्चालक धनसिंह बडाल दाइले हामीलाई एकदमै मिठो खाना खुवाउनु भयो र आजको रात हामीले यही कटेजमा काट्यौँ। गुड मर्निङ गाइज, अहिले हामी थाइसेनमा छौँ। यो पछाडि हिमालहरू आम्मामा के गाइज, स्वर्ग गाइज। वाह, र ब्युटी हेर्नु न, र ब्युटी। अहिले बिहानको 5 बजिरहेको छ। हामी भर्खर उठेर बाहिरनिर आयौँ। हामी हिजो यो कटेजमा बसेका थियौँ अनि यतापट्टि भेडाहरू आइरहेको छ। आम्मामा पछाडिको हिमालहरू हेर्नु। वाह, के हो कि गाइज यो। गुड मर्निङ गाइज, अहिले हामी थाइसेनमा छौँ। यो पछाडि हिमालहरू आम्मामा के हो गाइज, स्वर्ग गाइज। वाह, र ब्युटी हेर्नु न, र ब्युटी। अहिले बिहानको 5 बजिरहेको छ। हामी भर्खर उठेर बाहिरनिर आयौँ। हामी हिजो यो कटेजमा बसेका थियौँ अनि यतापट्टि भेडाहरू आइरहेको छ। आम्मामा पछाडिको हिमालहरू हेर्नु न। वाह, के हो कि गाइज यो। अलराइट गाइज, अहिले हामी थाइसेन छोडेर सिद्धटोपीको लागि जाँदैछौँ। मौसम आम्मामा के भएको छ, घुम्नु मन लागेको थिएन। अब अगाडि योभन्दा झन् खतरनाक दृश्य छ है। हामी यो पछाडि दोस्रो दिन बिहानै उठ्दा हाम्रो अगाडि उत्तराखण्ड र ब्यास क्षेत्रका हिमालहरू देखिन्थे। यो दृश्य स्वर्गभन्दा कम थिएन। अब हाम्रो यात्रा सिद्धटोपीतर्फ। यो यात्रा सजिलो थिएन। नयाँ बाटो, कठिन भूगोल र थकानका कारण एकपटक त फर्किने सोच समेत आयो। तर सायद भगवान शिवको आशीर्वाद थियो, हामीले हार मानेनौँ, अगाडि बढिरह्यौँ। थाइसेनबाट अगाडि बढेपछि यात्रामा 3वटा पवित्र तालहरू भेटिन्छन्। पहिलो टोटेदह, करिब 3580 मिटर उचाइमा रहेको यो ताल प्राकृतिक रूपमा निकै सुन्दर छ। त्यसपछि आउँछ पासादह। किम्वदन्ती अनुसार यी ठाउँमा देवता र राक्षसबीच पासामा विवाद भएको थियो। पछि कैलाशबाट आएका सिद्ध बाबाले आफ्नो त्रिशूल गाडेर यहाँ 3वटा ताल बनेको भन्ने विश्वास गरिन्छ।
पासादह करिब 3700 मिटर उचाइमा अवस्थित। त्यसपछि हामी पुग्यौँ बर्मदह। भगवान ब्रह्माको पवित्र स्थल मानिने यो ठाउँमा मानिसहरू पूजा ध्यान तपस्या गर्दछन्। यहाँ ढुङ्गा थुपारेर थुम्का बनाउने मनोकामना पुरा हुने विश्वास पनि रहिआएको छ। त्यसपछि सुरु भयो अन्तिम उकालो। कठिन चढाइ पार गर्दै हामी पुग्यौँ सिद्धटोपीको शिखरमा। सिद्धटोपी करिब 3970 मिटर उचाइमा रहेको भगवान शिवको पवित्र स्थान। यहाँबाट देखिने हिमाल पहाड र सुदूरपश्चिमको दृश्यले शब्दले बयान गर्न नसकिने खालको छ। यो यात्रा केवल एउटा यात्रा थिएन, यो प्राकृतिक आस्था र आत्मविश्वाससँगको एउटा अविस्मरणीय अनुभव थियो। राइट गाइज, अहिले हामी यो सिद्धटोपीको यात्रा अहिले अब टुङ्ग्याउने क्रममा छौँ। अब हामी घर फर्कन लागेको। हामी चाहिँ एक दिन अनि आजको बिहान दाइकोमा बस्यौँ। दाइको नाम तानसिंह बडाल मेरो नाम। हजुर, यता थाइसेनमा चाहिँ उहाँले होटल व्यवसाय चलाउनु रहेछ। खाना बस्न एकदमै व्यवस्थित तरिकाले उहाँले एकदमै सम्मानपूर्वक गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद। हजुर, तपाईँ पनि यदि सिद्धटोपी यात्रामा आउनुहुन्छ भने उहाँ दाइसँग कन्ट्याक्ट गर्नु होला। म नम्बर डिस्क्रिप्सनमा राखिदिन्छु। अनि उहाँ दाइले सबै कुराहरू तपाईँलाई गाइड प्लस यहाँ बस्न खान सबै व्यवस्था गरिदिनुहुन्छ है। हजुर, धन्यवाद। ल।